मेरो नाम कमल कुमारी शाह, म घर चाहिँ बाजुरादेखि आएको। म सुदूरपश्चिम प्रदेशको निर्वाचित कोषाध्यक्ष पनि हो, पूर्व। अहिले त अब नेपाली कम्युनिस्ट पार्टीको सदस्य। हामीले यो जुन एकता गर्दै अहिले यहाँसम्म जुन परिस्थितिलाई सामान्य रूपले नै लगेका छौँ हैन, यसरी हेर्दाखेरि देशको परिस्थितिसँगै हरेक मान्छेका मनस्पटलहरू बदलिराखेको स्थितिमा यो एकता एकदम भव्य सभ्य हैन परिस्थिति सुहाउँदो छ। उहाँलाई एकदम सुदूरपश्चिम प्रदेश मात्रै होइन, यो सिङ्गो नेपाल कम्युनिस्ट पार्टी माओवादीको पूर्व माओवादी र अहिलेको नेपाली कम्युनिस्ट पार्टीमा हार्दिक स्वागत गर्दछु। उहाँ जस्तो भीमराव जस्तो नेता हामी सुदूरपश्चिमले पाएका छौँ। अहिलेसम्म एकदम देशकै उच्च छवि बनाएका डाक्टर भीमरावको आगमनले सुदूरपश्चिम मात्रै होइन देशभरि खुसियाली छाएको छ। एकदम उमङ्ग, हौसला हैन, एउटा जोस जाँगिर सहित कार्यकर्ता एकदम मैदानमा आएर उहाँलाई भव्य स्वागत गरिराखेका छौँ र गर्न तयार पनि छन्। हाम्रो भूमिका जसरी अहिले संयोजक कमरेड प्रचण्डले जुन राजनीतिक दलहरूलाई छताछुल्ल भएका राजनीतिक दलहरूलाई एक ढिक्का गर्ने क्रममा हाम्रो अहम भूमिका रहन्छ। कार्यकर्ता भएको हैसियतले जुन नेपाली कम्युनिस्ट पार्टी एउटा छाता जस्तो बनेर देशभरिका हजारौँ दुखी पीडित कार्यकर्ताहरूलाई एकदम सक्षम र विकासवादी बन्नका लागि एकदम प्रेरित गर्नेछौँ र आग्रह गर्छौँ। हामी एक ढिक्का हौँ। सम्भव सम्पूर्ण देशभरिका युवाहरू जुन हुनुहुन्छ उहाँहरूलाई हाम्रो पार्टीमा भनौँ न यो नयाँ नेपाली कम्युनिस्ट पार्टीमा जोडिन हुन हार्दिक अनुरोध गर्दै टुक्रिन दिन्नौँ। हामी सब युवाहरूले पुराना जुन अहिले अलि एजेड नेता हुनुहुन्छ, राजनीतिक बुझेको नेता हुनुहुन्छ, उहाँको केही सुझाव सल्लाह लगाएर हामी युवाहरू अगाडि बढ्न चाहन्छौँ। उहाँलाई भनौँ न एकदम सकारात्मक ढङ्गले अगाडि बढेको हेर्न चाहन्छौँ हामी। मेरो व्यक्तिगत धारणा त्यस्तो केही पनि छैन। अब परिस्थितिले मागेको अहिले नयाँ देशले नयाँ अध्याय नयाँ संविधान खोजिराखेको बेलामा पुराना जुन भनौँ न विभिन्न किसिमका तित्तर बित्तर भएका जुन सांसद विघटन भइसकेपछि पुनर्गठन गर्न कुनै औचित्य छैन त्यसको। अब नयाँ जनताले नयाँ जनादेश खोजिराखेको अवस्थामा सम्पूर्ण भनौँ न नेपालभरिका जनताहरू यो चुनावी माहौलमा होमिसकेकोले पुनर्स्थापना हुन जरुरी देख्दैन। नयाँ अध्यायमा जाने हो, नयाँ सुरुवात गर्ने हो। हामीले त यहाँभन्दा अगाडि पनि भन्यौँ, कसैले पनि चुनावको बारेमा चुनाव गर्नु हुँदैन भनेर अहिले जुन झ्याली पिटिराखेका छन् उहाँहरूलाई पनि हामी भन्न चाहन्छौँ, चुनाव बाहेक अन्य नयाँ विकल्प केही पनि छैन। जनताहरूले नयाँ जनादेश अनुसार जनादेश खोजिराखेका छन्। यहाँभन्दा अगाडिका जुन सडे गलेका जुन तित्तर बित्तर भएका मान्छेहरूबाट कुनै पनि विकास निर्माणमा त्यस्तो राम्रो छवि नभएका कारणले अब नयाँ पिँढीहरू नयाँ युवाहरू हामी जस्ता हैन देश विकास कसरी गर्नुपर्छ भन्ने पाठ पुरा माओवादीबाट सिकेकाहरूले जुन यो नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध भएर विकास कस्तो हुन्छ, सुशासन कस्तो हुन्छ भनेर सिक्न उहाँहरूलाई आग्रह गर्दै यसमा जोडिन अनुरोध गर्दछु। चुनाव हुनुपर्छ र चुनावमा होमिराखेका छौँ, भनिराखेका छौँ, तल हामीले जनस्तरसम्म सबैले प्रचार भइराखेको छ।